तपाईहरुका लागि एकदमै प्रेरणादायी र दमदार विषय लिएर आएका छौं। एकदमै प्रेरणादायी रहनेछ भन्ने हामीले आशा र अपेक्षा गरेका छौं। तपाईहरुले लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर साथ दिनु होला भन्न चाहन्छौं। दर्शक महानुभावहरु, हामीले आज दशरथ माझीको जीवन कथा, साहस, प्रेम र संघर्षको अद्भुत मिसाल अथवा अद्भुत कथा लिएर यहाँहरुको माझमा आएका छौं। दर्शकबिन, सृजनशील संसारमा हुँदैन विफल, सृजनशील संसारमा हुँदैन विफल, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल। यो भनाइले भने जस्तै दर्शकबिनहरु, आज हामीले दशरथ माझीको जीवनमा भएको जुन किसिमको सफलताको कथा र प्रेरणादायी कहानी लिएर हामीले यहाँ समक्ष उपस्थित भएका छौं। 22 वर्षसम्म उहाँले पहाड फोड्ने एउटा प्रेममा धोका पाइसकेपछि, अर्थात् उहाँको श्रीमतीको उपचारको क्रममा लैजाने क्रममा मृत्यु भइसकेपछि उहाँले 22 वर्ष लगाएर पहाड फोड्नु भयो र दशरथ माझीको असल कथा हामीले यहाँलाई सुनाउँदै छौं। दर्शक महानुभावहरु, उहाँको वियोगान्त, उहाँको दुःखले, उहाँले एउटा सरकारले पनि नहेरेको र जनताले पनि साथ नदिएको विषयलाई उहाँले लिएर एउटा आफ्नो श्रीमतीलाई अस्पताल उपचार गर्ने क्रमको सिलसिलामा उहाँले 22 वर्ष लामो अनवरत संघर्ष र सफलता उहाँले पाएको विषयलाई लिएर कुराकानी गर्दै छौं। दर्शक महानुभावहरु, गरेपछि संसारमा के हुँदैन र गरेपछि संसारमा जे पनि सम्भव हुन्छ भन्ने कुरा हामीले दशरथ माझीको कथाबाट थाहा पाउन सक्छौं। दर्शक महानुभावहरु, यो प्रेमको कथा हो, तर यो कुनै चलचित्र होइन। दर्शकबिन, यो हो वास्तविकता, यो हो यथार्थता, यो हो सत्यता। यो त्यो व्यक्तिको कथा हो जसले एउटी श्रीमतीको वियोगमा 22 वर्षसम्म पहाड फोडे, संघर्ष गरे। न त सरकारले सहयोग गर्यो, न त सरकारले कुनै सहयोग त पर जाओस्, न त सरकारले कुनै धन्यवाद पनि दिएन, न त कसैको साथ, न त गाउँलेको हात, न त थियो कसैको साथ। दर्शक महानुभावहरु, नाम थियो दशरथ माझी। उहाँ हुनुहुन्थ्यो भारत निवासी हुनुहुन्थ्यो। भारतको साँचो माउन्टेन म्यानका रूपमा पनि उहाँ चिनिनुहुन्छ। उहाँको प्रारम्भिक जीवन कसरी व्यतीत भयो, हामी यो विषयमा यहाँलाई जानकारी गराउँदै छौं। दर्शक महानुभावहरु, दशरथ माझीको जन्म 1964 मा बिहार राज्यको गयाको गल्लोर गाउँमा भएको थियो। दर्शक महानुभावहरु, उनी मुसहर जातिका थिए। समाजले हेपिएका, चेपिएका, गरिबले थिचिएको समुदायका व्यक्ति थिए। सानै उमेरमा काम गर्न थाले। गाउँमा पहाडको एक किनारा थियो। अस्पताल, बजार, स्कुल सबै पहाड, पोखरीहरू भएको स्थानमा थियो। र एक दिनको कुरा हो दर्शक महानुभावहरु, जीवनसाथी फाल्गुनी देवसँग उनको प्रेम भयो र प्रेम भइसकेपछि अवस्थामा फाल्गुनी देवी दशरथको श्रीमती, उहाँको गरिबमा पनि उनीहरू एक अर्कामा प्रेम गर्थे, सच्चा मनबाट माया गर्थे, एकअर्कालाई सच्चा मनदेखि सम्मान गर्थे, सँगै मर्ने सँगै जिउने कसम खाएका थिए। तर एक दिन फाल्गुनी देवी बिमारी परिन्। उपचारका लागि दशरथ दौडिए, भौतारिए, तर त्यो पहाड पार गर्न घण्टौं घण्टा लाग्यो दर्शकबिन। तर उनले सोचे जस्तो भएन। फाल्गुनी देवी बिमारी भएर सिकिस्त बिमारी परिन्। न कुनै यातायातको सुविधा थियो, न कुनै यातायातको एउटा त्यहाँ जान सक्ने अवस्था थियो। तर त्यो पहाड पार गर्न घण्टौं घण्टा लाग्ने अवस्था थियो। अस्पताल पुग्दा ढिलो भइसकेको थियो। श्रीमतीको उनको ज्यान गइसकेको थियो। दशरथकी श्रीमतीको ज्यान गइसकेको थियो। दुखान्त कुरा भइसकेको थियो। जे नहुनु थियो त्यो भइसकेको थियो। दर्शक महानुभावहरु, अब उनको श्रीमतीको ज्यान गइसकेपछि उनले पहाड फोड्ने अठोट गरे। त्यही दिनदेखि दशरथ माझीले कसम खाए, किनकि उक्त पहाड फोड्ने र उनको श्रीमती जस्तै उपचार एउटा चाहिँ बाटोको अभावमा यसरी चाहिँ कसैले, कोही कसैका श्रीमती छोराछोरीहरूले मर्नु नपरोस्, त्यस समयमा त्यस्तो अप्ठ्यारोमा पर्नु नपरोस् भनेर उनले त्यो पहाड फोड्ने कसम खाए। दर्शक महानुभाव, हातमा एक हतौडा र छैनी लिएर उनले काम सुरु गरे। न कसैले विश्वास गर्यो, न कसैले सहयोग नै गर्यो। उल्टो समाजले तैँले के नै गर्न सक्छस्, तैँले यो काम छोडिदे, यो काम नगर, यो असम्भव काम, यो सरकारले गर्न नसकेको काम तैँले कसरी गर्छस् भनेर समाजका मान्छेहरूले भनिराखे। समाजका मान्छेहरूले उनलाई हर एङ्गलबाट उनलाई त्यो कुराहरूले सताइरह्यो र उनलाई सताइराखे। तर उनी 22 वर्षसम्म निरन्तर पहाडमा ठोकिरहे, पहाड फोडिरहे। 1960 देखि
1960 को दशकदेखि 1982 सम्म उनले पहाड फोड्ने क्रम निरन्तर जारी राखे र 22 वर्षसम्म निरन्तर पहाड फोरिनदा उनको उपलब्धि 22 वर्षपछि उनले 330 फिट लामो 30 फिट चौडा 25 फिट अग्लो पहाड फोडे। अनन्त उनी सफल पनि भए र उनलाई सम्मान पनि भयो र उनलाई समाजले पनि हेर्यो र समाजले पनि उनको साथ दियो र समाजले पनि उनलाई सबै एङ्गलबाट उनको सम्मान गर्न लाग्यो। दर्शक महानुभावहरू, उनको बाटोले दुई गाउँलाई जोड्यो। 55 किलोमिटरको दूरी घटाएर 15 किलोमिटर बनायो। ल हेर्नुहोस् त दर्शक महानुभावहरू, जुन बाटो पार गर्न 55 किलोमिटरको दूरी पार गर्नुपर्ने थियो र जुन 55 किलोमिटरको दूरी पार गर्न नसक्दा उनको श्रीमती, बिमारी परेकी श्रीमतीले एउटा अकालमा ज्यान गुमाउनु परेको पीडा थियो र उनले कसम खाएका थिए जुन 22 वर्षपछि लामो समयसम्मको अन्तरालपछि उक्त पहाड फोड्न उहाँ सफल पनि हुनुभयो र पहाड फोड्नु पनि भयो। सुरुमा गाउँलेहरूले विश्वास नगरेको कथा र सरकारले सहयोग नगरेको कथा र सरकारले सहयोग नगरेको अपेक्षा, जुन अपेक्षा उहाँले राख्नुभएको थियो, जुन उहाँले अपेक्षा राखेर सरकार समक्ष हार गुहार उहाँले गरिरहनु भएको थियो, तर सरकारले पनि सहयोग नगरेको अवस्था। तर 22 वर्षपछि निरन्तर उहाँले पहाड फोडिरहँदा 1960 देखि 1982 को बिचमा र उहाँले चाहिँ 22 वर्षपछि उहाँले सफलता हासिल गर्नुभयो र 330 फिट लामो 30 फिट चौडा र 25 फिट अग्लो पहाड फोड्न सफल हुनुभयो र उनको बाटोले दुई गाउँलाई जोड्यो। 55 किलोमिटरको दूरी, ल हेर्नुहोस् त दर्शक महानुभावहरू, घटाएर 15 किलोमिटरमा बनाउनु भयो। यो फाइदा आखिर कसलाई भयो? यो फाइदा सरकारलाई भयो, यो फाइदा त्यहाँका स्थानीयवासी स्थानीय गाउँलेलाई भयो। तर उनलाई पहाड फोडिरहेको समयमा न त सरकारले नै सहयोग गरेको थियो, न त त्यहाँका जनताले नै सहयोग गरेका थिए। तर वियोगान्त कथा, वियोगान्त कहानी कस्तो थियो? उहाँले जुन कसम, उहाँको श्रीमतीको एउटा उपचार गर्न नपाएर, उहाँ एउटा चाहिँ बाटो एउटा अभावको कारणले गर्दा, एउटा पहाडको बाटो जानुपर्ने अवस्थाको कारणले गर्दा जुन उहाँको दशरथको श्रीमतीले चाहिँ ज्यान गुमाउनु परेको थियो, त्यो पीडा सँगसँगै उहाँले चाहिँ पहाड फोडेर चाहिँ सफलता उहाँले जुन हासिल गर्नुभयो, सरकारले पनि सम्मान गर्यो र गाउँलेले पनि उहाँलाई धन्यवाद दिनुभयो। उहाँको जताततै नाम उहाँको रोशन भयो, जताततै उहाँलाई सम्मान भयो। दर्शक महानुभावहरू, जुन 15 किलोमिटर 55 किलोमिटरको सडकलाई घटाएर 15 किलोमिटरमा झारियो, अर्थात् बनाइयो। अन्तिम जीवन र सम्मान। दशरथ माझीले पछि सरकारी मान्यता त पाए। दर्शक महानुभावहरू, 2007 मा क्यान्सरका कारण उहाँको निधन भयो। उनको जीवनमा आधारित भएर 2015 मा बलिउडमा चलचित्र पनि बनेको छ। उक्त चलचित्रको नाम माझी द माउन्टेन म्यान भनेर राखिएको छ। आज भारतमा दशरथ निकै प्रख्यात व्यक्तिका रूपमा चिनिएका छन्। निकै ख्यातिप्राप्त व्यक्तिका रूपमा उहाँलाई आज जुनसुकै स्थानमा पनि उहाँको नाम गर्ने गरिन्छ। संसारमा असफल भन्ने केही पनि छैन। चाहेको खण्डमा सबै कुराहरू सफल हुन्छ, सबै कुराहरू असम्भव भन्ने केही छैन। चाहेको खण्डमा सम्पूर्ण कुरा सम्भव हुन्छ भनेर दशरथ माझीले देखाएका छन्। दर्शक महानुभावहरू, त्यसैले हामीले कुनै पनि कुराहरू गर्नुभन्दा पहिला असम्भव भन्ने केही छैन, हरेक कुरा सम्भव छ। हामीले आँट गर्न सक्नुपर्छ। हामीले एउटा चाहिँ सफलताको एउटा मार्ग निर्देशन सकारात्मक भएर लाग्नुपर्छ। असम्भव भन्ने केही छैन, किनकि 22 वर्ष लामो एउटा चाहिँ पहाड फोड्न सक्ने एउटा व्यक्तिले एउटा पहाड फोड्न सक्छ भने एउटा सङ्घर्ष गर्ने व्यक्तिले हरेक सङ्घर्षलाई सफलतामा परिणत अवश्य पनि गर्न सक्छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, जे जस्तो लाग्यो, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरी सहयोग गर्नुहोला भन्न चाहन्छु। धन्यवाद।